हेलो वेलकम ब्याक टु माई न्यू ब्लग साथै स्वागत छ तपाईँ मेरो नाइट च्यानलमा। साथीहरू आज म यो मौरीलाई मैले विभाजन गर्न गइरहेको छु र यसको उपल्लो कक्षको म निकाल्नेवाला छु र यसले म चेक पनि गर्नेवाला छु। यदि यसको कोष छ भने मैले विभाजन पनि गर्नको लागि पुरा रेडी छु साथीहरू है। यो नयाँ घुम हो, यसलाई म आज विभाजन गर्नेवाला पनि छु। यदि रानी कोष छ भने साथीहरू है, यदि छैन भने मैले त्यसलाई गर्नेछु, के भन्छन् यसको एउटा खाली चाकावाला मसँग उपल्लो फ्रेम छ जुनमा चाहिँ चाका छन्, म छैन, त्यो मैले हालिदिनु होला साथीहरू है। ल एकछिन भिडियो गर्दा यो म निकाल्दिन्छु साथीहरू है। यसलाई निकालौँ। यसरी यहाँनिर यो केही पनि हुनसक्छ कि हो, भर्खर लडाइँ गर्दै थिएँ मैले पछि त्यो पाति हाल्दै गएँ साथीहरू। चप्पा समात कि फेरि वाउ साथीहरू यसले चाहिँ यसको म पनि हालिरहेको छु, काम गरिरहेको छ। यसलाई म फेरि पनि आज यसको म काम अन्त्य गर्नेवाला छु कि मलाई भरोसा भएन। अहिले भर्खरै कुन मौरीबाट भागेर गयो मलाई थाहा भएन। म चाहिँ त्यहाँ काम गर्दै थिएँ, बाहिर मौरी लडिरहेका थिएँ। मलाई कुनै एउटा शङ्का लागिरहेको छ, कहीँ न कहीँबाट यहाँ भागेको कारणले गर्दाखेरि यहाँ चाहिँ मौरीको लडाइँ चलेको होइन। साथीहरू म यसलाई झुक्दैछु। यसलाई म यहाँ राख्दैछु साथीहरू। यसको गतिविधि, यसको अवस्थाबारे मैले हेर्दैछु। अब थोडा रानी चेक गरेर यसलाई म सिधै अब विभाजनतिर म जानेछु साथीहरू। यदि कोर्स रहेछ भने यसलाई डाइरेक्टली म त्यो दिनेवाला छु कि अब यसलाई मैले यो निकालिरहेको छु साथीहरू। मैले पुरा साथीहरू खाली छ है, खाली केही फुल अन्डा पारेको छैन कि यसले। अब दाल में कुछ काला है, अब यसमा केही गडबड हुनसक्छ साथीहरू। अन्डा पनि छैन कि लास्ट फ्रेम भएर हो कि जानकारी भन साथीहरू। यसलाई निकाल्दैछु म अब। फुलहरू पारिरहेको छ, फुलहरू छ तर चाहिँ सानो सानो बच्चाहरू चाहिँ देखिएको छैन है अहिले। यदि रानी सक्छ नि यसमा हेरौँ, रानी छ भने मेरो नयाँमा हालिदिनेवाला छु। यसमा जनसङ्ख्या पनि एकदम राम्रो छ क्या, बाङ्गी टेडा पनि लाखाने यसले। मौरीको गुण यसको एकदम राम्रो छ। यसले कोष पनि निकालेको छैन साथीहरू, अन्डा पारिरहेको छ, कोष निकालेको छैन है यसले। यसको लक्षण एकदम राम्रो छ साथीहरू। यसको लक्षण रानी म अब चेक गर्दैछु, अलिकति बिगारेको पनि रहेछ कि साइडमा। अब कोष अब देखिन सक्छ, यदि कोष भए अब हालेको हुनसक्छ यसले। मजाले बच्चाहरू छोराहरू करिब मौरी निकालिरहेको छ यसले। यसमा चाहिँ रानी अझसम्म देख्न पाइएको छैन। यसलाई म साथीहरू विभाजन गर्दिनँ होला सायद है। यदि मैले यसमा कोष भेटाएन भने मलाई यसलाई विभाजन गर्नेवाला छैन साथीहरू है म। किनभने म अझ पनि मह खान चाहन्छु कि, मलाई मौरी बढाउनु छैन कि मैले मह खानु छ साथीहरू। यसमा छैन है, कोष पनि छैन। एकदम राम्रो मौरी है यो, स्पेसल मौरी हो कि यो। यसले कोष हालेको छैन साथीहरू। कोष देखालो चाहिँ गरौँ अब दाइ, कोष हालेको छैन यसले, कोष हालेको छैन साथीहरू। अन्डा चाहिँ पारिरहेको छ अहिले, अन्डा पारिरहेको छ। अब यसलाई हेरौँ है साथीहरू। यो मौरी एकदम राम्रो, मेरो मन परेको मौरी साथीहरू यो है। अझ टोको मैले खन्नामा कताबाट टोको या कहाँबाट भित्र कपडाभित्र पुगेछ कि सिट साथीहरू। भाले देख्न पाइएको छैन, के अरे रानी देख्न पाइएको छैन।
यसले कोष पनि हालेको छैन। वा यो मोर साह्रै मनपर्दो मोर साथीहरू। यदि भाले के अरे कोष हालेको भए भए यो चाहिँ खतरा हुन्थ्यो। यसले कोष हालेको छैन, यसको केही देखेको छैन है अहिलेसम्म। कुनै त्यस्तो रानी कोष देखेको छैन है। वा रानी कोष छैन साथीहरू। अन्डा पारिरहेको छ यसले। अनि अझै यो फ्रेमलाई पनि हेरौँ त, सब फ्रेम चेक गर्नुपर्छ साथीहरू। साथीहरू यसले रानी कोष तयारी गरेको छैन के। यस्तो रानी यस्तो मौरी चाहिँ एकदम दामी हुन्छ साथीहरू। कचडा मौरी हुन्छ कि जो चाहिँ थोरै थोरैमा एक मुठी ल्याउँदै हिँड्दै रानी कोष कति बनाएको हुन्छ त्यसले। अनि एक मुठी हुँदै हिँड्दै म यसको रानी भेट्न सकिनँ साथीहरू। रानी कन्फर्म छ यसमा, किनभने लार्भा प्युपा सानो अन्डा आज बिहान पारेको अन्डा पनि यसमा छ नै साथीहरू। तो यसमा दुई मात्रै छैन। यसले चाहिँ यो भागलो जस्तो मलाई लागेन, अन्डाहरू धेरै निकालिसकेको छ यसले। भाले मौरी पनि यसमा भाले कोष मैले अब हेर्न सकिनँ। भाले कोष हेर्नु पर्यो है अब, कि अर्कै ठाउँबाट आएको भाले कोषहरू यिनीहरू, किनभने भाले कोष अरू ठाउँबाट आएर बसेको हुन्छ क्या। यसले चाहिँ भाले कोष पनि बनाएको छ जस्तो छैन जस्तो मलाई लाग्छ है साथीहरू। अब यसलाई मैले अब एउटा कक्ष दिन्छु, म कक्ष। यसले जेठामा फेरि खतरा म हाल्छ क्या। मेरो एकदम मनपर्ने मौरी है साथीहरू यो। वाह मजा लाग्यो त्यो साथीहरू। एकदमै यो मौरी एकदमै मनपर्ने मौरी है यो। यो चाहिँ छोपेको मौरी साथीहरू। यो पनि मेरो प्राय मौरी छोपेका छन्। त्यस्तो प्राय घर गाउँले मौरी हो कि साथी मेरो यो, घर गाउँले। त यसलाई मैले विभाजन गरेन साथीहरू। यसले मो खुवाउँछ मलाई, विभाजन मैले गर्दैन मैले यसलाई साथीहरू। म यसलाई अब अर्को म कक्ष लिएर दिइहाल्छु, जुन म कक्षमा तल छ एउटा म कक्ष, म तपाईँलाई देखाउँछु साथीहरू है। त्यो साथीहरू मैले यसरी प्याक गरेर राख्ने गरेको छु कि। यदि कुनै त्यस्तो चाकाहरू तपाईँको छन् भने त्यसरी चाहिँ प्याक गरेर प्लास्टिकमा हालेर यसरी राख्यौँ भने साथीहरू त्यसलाई फेरि दिन मिल्छ क्या। यसरी साथीहरू प्याक गरेर राख्नुपर्छ है, वेस्ट गर्नु भएन क्या। किनभने यो चाका बनाउन मौरीलाई यति मैले बुझेअनुसार, मैले सुनेअनुसार यदि यो चाकाभरि यदि उसले यो कोठाहरू बनाउनको लागि, यो घर बनाउनको लागि, उसलाई यो चाहिँ फ्रेम बनाउनको लागि यदि भरि भर्नु छ भने उसले 5 किलो मह सङ्कलन गरे बराबर को चाहिँ उसलाई परिश्रम लाग्छ अरे के। त्यो बनाउनु यही भएर हामीले फाल्दिनु भनेको। त्यही भएर मौरी कृषकहरूले ठुल्ठुलो मेसिनमा काट्ने भनेको कारण त्यो हो कि साथीहरू। किनभने उनीहरूले त्यो वेस्ट गर्न चाहन्न के, जस्ताको तस्तै रहन्छ। अब हामी चाहिँ अब साना कृषकहरू, अब हामीले त अब त्यस्तो मौदानी लिएर अब काट्नु पर्ने त्यस्तो हामीसँग छैन केही पनि। तर कृषक त्यसरी चाहिँ यो यति परिश्रम लाग्छ अरे कि त्यसलाई बनाउनुको लागि। त्यही भएर सानो कुराहरू चाहिँ राखिदिनु पर्ने हुन्छ क्या हामीले। सक्दिनँ हुन्न त्यसरी बेस यो मैले राखिदिएको छु अर्को है साथीहरू। यसमा म सिधाको थियो, मैले राख्नेवाला छु, यसमा दिनेवाला छु मैले अब यसरी। यसमा सुरक्षित राखेको छु साथी यो म कक्षहरू। साथी कति मौरीहरू ठगा मौरी हुन्छ के। त्यो ठगा मौरी मेरो एउटा यहाँ छ कि। यो चाहिँ यसले साथीहरू म खाएर पनि भागिसकेछ। अनि भागेको कारणले गर्दा यसको चाहिँ उपल्लो कक्ष चाहिँ खाली छ कि। मौरी माथि आइरहेछ आउनु त, तर रित्तै छ कि, यसको पुरै रित्तै छ कि यो। ल साथीहरू है, यो उपल्लो कक्षमा पनि रानी आउँछ कि साथीहरू। यसरी हेर्नुहोस् है रानी। ल साथीहरू मैले बाहिर लगाएर धुवा लाउँदै थिएँ कि यसरी खतरा, यसरी रानी चाहिँ बाहिर आएर चाहिँ यसको है साथीहरूलाई हामी तपाईँलाई देखाउन चाहन्छु। ल साथीहरू हेर्नुहोस् है। ल साथीहरू यो यति राम्रो रानी छ कि है। झन्नै मैले चाहिँ मार्न पुगेँ है। कस्सी चाहिँ त्यसलाई म टिपेर हालिदिएको छु अब।
साथीहरू है ल्याएपछि रानी कुनै पनि चाकामा चाहिँ देखिनँ के रानी उपल्लो घाममा पनि यसरी घुम्दो रहेछ के देख्न सक्नुहुन्छ है साथीहरू हालिदिएँ यहाँ धन्न खतरा भएको साथीहरू त्यो उपल्लो कक्षमा पनि यसरी रानी आएर बस्न सक्नुहुँदैछ कि मैले तल फेरि यत्र फ्रेममा कहीँ पनि मैले त्यसलाई देखिनँ कि माथि साथीहरू तल तर माथि यो म कक्षमा आएर बस्दो रहेछ कि त्यो साथीहरू मैले अब यसलाई यो चाका खाली चाका मैले यसलाई दिइरहेको छु तिनवटा अनि यसमा चाहिँ त्यस्तो खाली चाका छैन पुरै यो भरेको छ त्यो साथीहरू यसलाई मैले विभाजन गरिनँ किनभने असल मौरीलाई विभाजन गर्न चाहन्न कि म किन त्यसले मह खेलेर आएको हुन्छ क्या त्यो कोही यस्ता कचरा मौरी हुन्छ जुन मौरी चाहिँ थोरै हुँदै भाग्दै गर्छ क्या न त्यसले मह हाल्छ न त्यसले साथीहरू विभाजन गरेर चाहिँ त्यसले काम गर्छ साथीहरू यति भन्दै हामी रानी उपल्लो कक्षमा पनि आएर बस्न सक्छ अनि एकदम ध्यान दिनुपर्ने हुन्छ मैले यता चेक गर्दा रानीलाई मैले भेटाएँ अनि त्यो रानीले आफ्नो तल्लो कक्षमा गइसकेको छ साथीहरू यति भन्दै यो भिडियोबाट म बिदा हुन्छु फेरि अर्को भिडियोमा फेरि भेटौँला तबतकको लागि बाई बाई